हजुर नमस्कार। अहिलेको यो शताब्दीमा विज्ञानको निकै प्रगति भएको छ, सोसियल मिडियाको निकै प्रगति भएको छ। यो सुन्दाखेरि कति खुसी लाग्छ। तर पनि हाम्रो कुनै सोच चाहिँ नि त्यो रफ्तारमा प्रगति हुन नसक्दा हामीलाई दुःख लाग्छ। अहिलेको यो शताब्दीमा पनि जब एउटी महिला गर्भवती हुन्छ, उसलाई चाहिँ समाजबाट, परिवारबाट छोरा पाउने हो कि छोरी पाउने हो कि भन्ने प्रेसर निकै भएको हुन्छ। जब छोरा पाउन सकिरहेको हुँदैन, छोरा किन दिन सकेन, एउटा छोरा पनि दिन नसक्ने त्यो प्रेसर अझै हाम्रो समाजमा छ। तर महत्त्वपूर्ण कुरा जान्न यहाँ के जरुरी छ भने ती महिलाले छोरा पाउने हो कि छोरी पाउने चाहिँ उसको हातमा नभइकन चाहिँ पुरुषको जिनमा रहेको हुन्छ। महिलाले सधैँ नै एक्स नामक क्रोमोजोम क्यारी गरेको हुन्छ, तर पुरुषले भने एक्स र वाई क्रोमोजोम्स क्यारी गरेको हुन्छ। जब एक्स र एक्सको क्रोमोजोम्सको भेट हुन्छ अथवा मिलन हुन्छ, छोरी जन्मन्छ। जब एक्स र वाई क्रोमोजोम्सको भेट हुन्छ, छोरा जन्मन्छ। तर महिला वर्गमा चाहिँ सधैँ एक्स क्रोमोजोम्समा दुईटै एक्स हुने हुँदाखेरि चाहिँ सधैँ एक्स मात्र जाने हुन्छ आफ्नो शरीरबाट। तर पुरुष वर्गमा चाहिँ एक्स र वाई हुने हुँदाखेरि चाहिँ नि जुन सशक्त छ, कहिले एक्स जाने हुन्छ तर वाई पनि जान सक्ने हुन्छ। पुरुषबाट एक्स गयो भने छोरी जन्मिने र पुरुषबाट वाई गयो भने छोरा जन्मिने हुन जान्छ। त्यसैले यसको प्रेसर चाहिँ छोरीलाई अथवा महिलालाई नदिऊ। नमस्कार, शुभ दिन।